अब म चाहिँ तपाईँहरूलाई चाहिँ यो राष्ट्रिय गीत चाहिँ कसरी बजाउने बाँसुरीमा भनेर चाहिँ सिकाउन गइरहेको छु है। मैले जतिको बजाएँ त्यत्तिको मलाई पनि राम्रो बजाउन त आउँदैन, त्यत्तिको रहर हो होइन, यत्तिको चाहिँ बजाउन सकिन्छ होइन। त्यसको लागि चाहिँ तपाईँहरूले चाहिँ यति सरगम बजाउन जानेपछि सरगममा तपाईँले यत्तिको स्पिडमा यति बजाउन सक्नुभयो भने अझ यो गीत चाहिँ अब हाम्रो दाद्रा तालमा छैन, धातिना धातिना धादिना धातिना धादिना धातिना यो दाद्रा तालमा छ। यसको चाहिँ रागको कुरा गर्नु भोपाली रागमा छ क्या, भोपाली पहाडी राग भन्छ नि होइन। भोपाली राग भन्ने बित्तिकै हाम्रो के भयो, यो चाहिँ हाम्रो भोपाली रागको अलङ्कार भयो होइन। सा रे ग प ध सा सा ध प ग रे सा होइन। नि र म चाहिँ यसमा लाग्दैन है। यसको तपाईँले त्यति अलङ्कार बजाउन सक्नुभयो भने चाहिँ यत्तिको स्पिडमा यो बजाउन सक्नु भने चाहिँ राष्ट्रिय गाना बजाउन सकिहाल्नुहुन्छ, किनभने यसमा एकदम शुद्ध स्वरहरू लागेको छ, कोमल स्वरहरू केही पनि लागेको छैन, बजाउन सजिलो छ है। यति भनेपछि अब म चाहिँ तपाईँहरूलाई चाहिँ यसमा कुन कुन नोटहरू लागेको छ टक्क नोटहरू दिन्छु, नोटहरू टिप्नु र त्यही नोट अनुसार बजाउनु है। यसमा चाहिँ एकदम हाईमा बजेको छ है यो गीत चाहिँ। फेरि जस्तो अब साबाट सुरु हुन्छ, यो सा लाग्दैन, यो साबाट सुरु हुन्छ है, माथिको साबाट है, हायर अप्टिक के मिडिल अप्टिक र यो लो अप्टिकको लाग्दैन, हाईबाट सुरु हुन्छ है सुरुमा यो। अब सयौँ थुङ्गा फुलका हामी एउटै माला नेपाली भन्छ नि। मेरो स्वर चाहिँ राम्रो छैन, स्वरतिर नजानु, म गायक पनि होइन, म बाँसुरी वादक पनि होइन, त्यसै रमाइलो टाइम पास मनोरञ्जनको लागि होइन, त्यत्तिकै है। अब सयौँ थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौमै फैलिएका मेची महाकाली। यहाँ चाहिँ कुन कुन नोट लागेको छ है, ल हेर्नु है त। अब औँला पनि हेर्दै जानु तपाईँले, म यसरी औँलाले पनि देखाउँछु अनि मुखले पनि भन्छु, नोट टिप्नु है भएर। यसमा चाहिँ सयौँ थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौमै फैलिएका मेची महाकाली भनेर पहिला नेपाली पनि लेख्नु, अनि त्यसको तल नोट लेख्नु है। सानी धनी ध प ध सा रे ग सानी धनी ध प ध प ग सा रे ग प ध सा रे ग सानी धनी ध प ध ध ध लेख्नु है ल। सानी धनी ध प ध सा रे ग सानी धनी ध प ध प ग सयौँ थुङ्गा फुलका हामी एउटै माला नेपाली भने यसले सार्वभौमै फैलिएका मेची महाकाली भन्नलाई सा रे ग प ध सा रे ग सानी धनी ध प ध ध ध भने है। फेरि एकचोटि सुन्नु है। यति भयो है। अब प्रकृतिका कोटि कोटि सम्पदाको आँचल वीरहरूको रगतले स्वतन्त्र र अटल। यसले कसरी भन्छ टिप्नु है, नोट टिप्नु है ल। त्यो पहिला नेपालीमा लेख्नु प्रकृतिका कोटि कोटि भनेर होइन, वीरहरूको रगतले नेपालीमा लेख्नु, अनि त्यसको तल नोट के छ, ग ग ध ध ग ग ध ध प ध प ग ग ध ध ग रे सा ध रे प्रकृतिका कोटि कोटि सम्पदाको आँचल अनि वीरहरूको रगतले हुने थियो ग सा रे ध सा प ध ग ध ग रे ध सा 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 है। एक्सेप्सन है। अब यो ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल यो लेख्नु। अनि यसको पछाडि चाहिँ नोट त्यही सयौँ थुङ्गा फुलका हामी छ नि, सेम छ है। सयौँ थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौमै फैलिएका मेची महाकाली, सेम हो है यो नोट, हेर्नु है। सेम नोट छ है। अब बहुजाति भाषा धर्म संस्कृति छन् विशाल, यसमा पनि सेम नोट छ, प्रकृतिका कोटि कोटिको है। होइन ग ग ध ध प ध प ग ग ध ध ग रे सा ध रे सेम है। बहुजाति भाषा धर्म संस्कृति छन् विशाल भने अब अखण्ड यो प्यारो हाम्रो
अग्रगामी सरी राष्ट्र अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल कसरी छ हेर्नु है। अब यसको नोट लगाउने है। ग रे सा रे सा ध सा ध प ध प ग ध ध ग रे सा ध यसरी सकिन्छ है। है फेरि एकचोटि म बजाएर सुनाउँछु पुरै अनि तपाईँले चाहिँ यो नोट अनुसार गर्नुहोस् र केही बुझिएन कन्फ्युज भयो भने चाहिँ कमेन्ट गर्नुहोस् या मलाई डाइरेक्ट मेसेज पनि गर्न सक्नुहुन्छ। हस् त धन्यवाद।